र अर्को दिन सँगसँगै अर्को भिडियो लिएर हजुरहरूको माझ आइसकेकी छु। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथ म यो भिडियो स्टार्ट गर्दैछु। ल साथीहरू हामी चाहिँ लाग्यो है त बुद्ध पार्कतिर। मेरो चस्मा डल्ली पाराले गर्दा नि आयो। फाइनली बुद्ध पार्क पनि आइसक्यो। बहिनी वेलकम छ। अनि कस्तो लाग्यो त? गुड। ओ यता चाहिँ हजुरबा हाई एभ्रिवान भनिदिनु न। हाई साथीहरू यो ठाउँ यस्तो राम्रो छ, हजुरहरूलाई म देखाउने छु है। यति रमाइलो छ, यति रमाइलो। तपाईहरु पनि फिक्का लागेको बेला, पशुपति आएको बेला अवश्य पनि भिजिट गर्नु होला। एकदम राम्रो ठाउँ, शान्त। अनि अब हामी चाहिँ कल्चर ड्रेस लाउने भन्ने कुरा आयो, हामी जाँदैछौँ। हजुरबा तपाईलाई बुद्ध पार्क कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो लाग्यो। यहाँको के मन पर्यो विशेष? मलाई चाहिँ यो बौद्धको मूर्ति मन पर्यो हो। हामी चाहिँ अब फर्किन लागेको। अनि यहाँ यसो चटपटे खाएर जाउँ भन्ने कुरा भएर। हेलो राजेश अङ्कल, चटपटे कस्तो रहेछ? मिठो रहेछ? ल गुड छ। 2 शब्द नमस्ते, धन्यवाद। अनि आजको दिन चाहिँ यसरी नै रमाइलो साथ बित्यो। तपाईँहरूको कसरी बित्यो? साथीहरू हामी चाहिँ बुद्ध पार्क गएर फर्किँदै गरेको। चिसो एकदम धेरै, त्यही भएर छिटो छिटो फर्केको। ल साथीहरू हामी चाहिँ घर पनि आइसक्यो, किनकि एकदम माथि बुद्ध पार्कमा चाहिँ एकदम चिसो रहेछ, ठन्डी ठन्डी कुल कुल। अनि त्यही भएर लुगा यस्तो राखेको थियो। अनि एकदम चिसो, म चाहिँ एकदम फास्ट टु फास्ट आउनु तातो तातो लुगा खोजेर यस्तो न्यानो लगाएको 500 को 3 जोडी ल्याएको थिएँ। 500 को 3 जोडी ल्याएको थिएँ। त्यही हो साथीहरू, हाम्रो आजको दिन चाहिँ यस्तै गरेर रमाइलो साथ बित्यो। र आशा छ हजुरहरूको पनि दिन एकदम रमाइलो साथै बित्यो होला भन्दै आजको भिडियोलाई यहीँ इन्ड गर्छु। बाई बाई। थ्याङ्क्स फर वाचिङ आवर भिडियो। बाई बाई।